हेलो साथीहरू सबैजनालाई नमस्ते एन्ड वेलकम टु माई युट्युब च्यानल। आज म तपाईँको अगाडि सानो मिनी भ्लग बनाएर आइरहेको छु। तपाईँहरू पनि सबैजना सन्चै हुनुहुन्छ होला भन्ने आशा राख्दैछु। म पनि सन्चै छु। सबैजनाले मेरो च्यानललाई लाइक एन्ड सब्सक्राइब गरिदिनु होला नयाँ हुनुभएको साथीहरूलाई। आज चाहिँ म सानो यो मुकबाङ भिडियो बनाएको। आज चाहिँ धेरै भयो युट्युबमा नि भिडियो नहालेको, त्यही भएर सानो यत्तिकै घरमा मुकबाङ भिडियो बनाऊँ कि भनेर यत्तिकै मुकबाङ भिडियो बनाउँदै तपाईँको अगाडि आउँदै आएको। आज चाहिँ मैले मेरो चाहिँ यहाँ छ के अरे यसलाई के भन्छ भुटुवा, अनि यो चिकन, अनि सबैको प्यारो डल्ले खोर्सानी र अनि यो चाहिँ मेरो खसीको खुट्टा। जाडो जाडो छ नि त, पानी पनि छ, पानी परेछ, त्यही भएर मैले खसीको खुट्टाको झोल बनाएको। अनि यो मेरो खानालाई त साथीहरू सुरुवात गरेर मैले मलाई चाहिँ भिडियो एकदम बनाउनु मन लाग्छ कि है, के गर्नु टाइमै मिल्दैन। अनि त्यही भएर भिडियो बनाउँछु भनेको कहिले के हुन्छ। आज चाहिँ बिदा थियो ठ्याक्कै, अनि त्यही भएर यसो यत्तिकै मुकबाङ भिडियो बनाऊँ कि भनेर मैले चाहिँ बनाएको है साथीहरू। चिसोले यहाँ मेरो यो पनि जमिसकेको छ क्या। मैले चाहिँ यस्तो बनाएँ, यस्तो बनाएपछि खुर्सानी यसो ठोसेको एकदम मिठो लाग्छ क्या, त्यही भएर ल खाएँ त्यही साथीहरू। मिठो है साथीहरू। भुटुवा चाहिँ मैले थप खाना पनि ल्याएको छु है साथीहरू। एकदम मिठो भयो। भुटुवा मैले पहिला पनि मगाएको थिएँ, पहिला त खासै मिठो थिएन। योपालिको भुटुवा चाहिँ एकदम मिठो भयो। भुटुवा चाहिँ पुरा यस्तो मिठो छ, सब मिठो। यो सब खाना चाहिँ मेरो बेबीले बनाएको है साथीहरू। मिठो छ। यस्तो मिठो है, खुट्टा हेर्नु साथी प्यात्तै भएछ क्या, 60 टन्नै लगाइदियो, त्यही भएर प्यात्तै। आउँदैछ। यो भित्रको गोदी चाहिँ को कोलाई मनपर्छ है, यो भित्रको गोदी चाहिँ यस्तो मिठो छ है। मेरो चाहिँ फेभरेट हो त्यो।
खुट्टा चाहिँ पुरा गलेछ कि पुरा गलेछ कस्तो देखेछ होला क्यामेरामा यहाँ चाहिँ यो के अरे फ्रेस पाउँदैन नि त सबै यो पसलबाट मगाएर सब डी गरेको हुन्छ नि त त्यही भएर यो खासै फ्रेस जस्तो टेस्टी त हुँदैन त्यो पनि एकदम मिठो भएको छ यस्तो मिठो म त खै के भनौँ जस्तो लाग्यो है साथीहरू फर्स्ट टाइम मुकबाङ गर्दैछु के अरे खासै बोल्न पनि आउँदैन है के भनौँ के बनाउँछ तपाईँहरू पनि यसरी बनाएर खानुहुन्छ बुझ्यो पिरो पिरो मिठो मिठो एकछिन म बोलिनँ गाइस खाएको खाइ मात्रै भयो यस्तो कस्तो मनपर्छ आउँदै आउँदैन मिठो साथीहरू प्यात्तै पाकेर चाहिँ हड्डी पनि प्यात्तै भयो क्या चपाउनलाई सजिलो भयो मिठो साथी एकदम मिठो
मलाई चाहिँ हड्डी एकदम मन पर्छ क्या। चिकनको हड्डी त म त चबाएर खाइदिन्छु। त्यही चिकनको हड्डी चाहिँ मलाई एकदम मन पर्छ। म सब चपाएर खाइदिन्छु। हड्डी भएन भने त मासु खानै मन लाग्दैन है साथीहरू। हात चाटी चाटी खान्छु म त। फेरि भात थपेर खाएँ साथीहरू मिठो भएर। म बाहिरको मान्छे पकाएछ भनेर सुनेको साथीहरू एकछिन चल्लो परेर खै को हो कहाँ कहाँ गएर करायो बच्चाहरू। हल्का डिस्टर्ब पनि आइरहेछ कि है। म त के बोलौँ के गरौँ म खाना मात्रै ध्यान दिएँ। सबैजनाले म भर्खर नयाँ नि त अहिले युट्युब खोलेको धेरै भयो नयाँ हो। त्यही भएर सबैजनाले मलाई माया गरिदिनु होला साथीहरू। सबैजनाले लाइक एन्ड सेयर सब्सक्राइब गरिदिनु होला मेरो च्यानलमा है। म डेली भिडियो चाहिँ बनाउन सक्दिनँ है साथीहरू। के भन्नु यताउता टाइम नै नभ्याउने के यहाँ त। त्यही भएर कहिलेकाहीँ आउँछ मेरो भिडियो आइरहन्छ बिस्तारै बिस्तारै। सबैजनालाई माया गरिदिनु होला। त्यही हो साथीहरू। तरकारी त्यस्तो मिठो बनाउँछ बेबीले यस्तो मिठो तरकारी पकाउँछ है साथीहरू। यस्तो मिठो खाना चाहिँ यस्तो मिठो बनाउँछ। सबैको भाग्यमा त कहाँ पर्छ र यस्तो मिठो खाने चिज पकाएर दिने। अब यति छ मेरो भात साथीहरू। म त खान सकिन्न जस्तो तरकारी यति हो। यहाँ बाहिर
बच्चाहरू बोल्यो भने त्यही बाहिर मेरो बच्चाहरू हिँड्दै बोल्दै गरेर त्यही भएर साउन्ड अलिक ब्याकग्राउन्ड अलिक आवाज साउन्ड राम्रो आएको छैन। आजको लागि यति नै साथीहरू। तर मलाई मुकब्याङ भिडियो चाहिँ एकदम बनाउनु मन थियो होइन। आज मेरो फर्स्ट टाइम मेरो मुकब्याङ भिडियो है साथीहरू। मलाई चाहिँ एकदम मजा नि लाग्यो, रमाइलो लाग्यो। केवलम हुने रहेछ है। खासै बोल्न पनि आएन। अब के गर्नु है, यस्तै त फर्स्ट टाइम होइन। फर्स्ट टाइममा यस्तै हुने रहेछ, अलिकति नर्भस टाइपको है, अलिकति लाज लागेको जस्तो हुने रहेछ होइन। सबैजनाले हेरेर मेरो भिडियो हेरिदिनु होला एन्ड सब्सक्राइब गरिदिनु होला, लाइक सब्सक्राइब सबै गरिदिनु होला र माया गरिदिनु होला। बाई साथीहरू, आजको लागि यति नै। नेक्स्ट भिडियोमा भेटौँला है त साथीहरू। बाई बाई।